Here we have Bhupendra Puratoki on the way to Silang. हाम्रो यात्रा हाम्रो यात्रा भनेको राकेसम्म हो, बाटै बाटो जान्छौँ हामी। त्यो इलामे हो बे हामी त्यो इलामे मान्छौँ न त्यसलाई पुरा रक्त चाहिँ भएन होइन। पुरा हो। अनि आज चाहिँ हामी डट बाइक छोडिदिएको होइन, एनएस लिएर हिँडिरहेको छौँ। त्यो पनि साथीको रहेछ, त्यो पनि बिल्कुल छैन छ होइन। हल्ला नगरे सबै नभन्न। मसिनो हुँदा नै सबैतिर भन्नु पर्यो नि त। ट्राफिकले पक्रिँदाखेरि किन पक्रियो अरे भन्दाखेरि थाहा हुन्छ सबैलाई। अरे त्यस पक्रिया त चाहिँ हामी हस्पिटल जान्छौँ अरे बिस्तारै बिस्तारै अगाडि बढ्ने क्रममै छौँ। किप वाचिङ। फेरि पनि आइपुग्यो लाज पचाएर। ओहो कस्तो प्राणी। अहिले चाहिँ हामी यता जोरकला साइड पुरा आँटेका छौँ र आइपुग्यौँ पनि। मामा, हाम्रो मामालाई पनि हो यो चाहिँ। हामीलाई जस्तो भएन, माया गर्नुहुन्छ हाम्रो मामा। राम्रो मामा, राम्रो बाबा, प्यारो बाबा हो। तर बाटो चाहिँ थाहा थिएन। बाटो चाहिँ बाटो थियो है। त्यो बाटो खाने कुरा पनि भएन, तर बाटो पनि राम्रो भएन क्या। तर राम्रो कुरो बाइक त काट्दै कुदो रहेछ। बाइक दामी दिँदो रहेछ। एनएस उकालोमा बबाल हो है गाइडहरू। एनएससी उकाल्दा बबा भन्छ हाम्रो ड्राइभर गुरुजी। ड्राइभर त दौडा मेरो ड्राइभर हेर्छ न। बाइक पर्सनल ड्राइभर अहिलेको लागि हामी यही भन्दा अहिले ट्र्याक्टर फर्टानी आइपुग्यौँ है। बिचमा चाहिँ यो भ्लग बनाउने कारण पनि त्यहीमाथि अरू कारणहरू पनि थियो, त्यो चाहिँ नभनौँ होइन। हामी त्यो कतै घाम लाग्छ कतै चिसो हुन्छ हो, त्यही भएर पनि हामीलाई समस्या भइरहेछ। लुगा लाउने कि लुगा खोज्नु भइरहेछ। त्यही त लुगा खोज्दै जाउँ कि लाउँदै जाउँ, समस्या भनेको के गरौँ के गरौँ। टेबल टु डिसाइड। त्यसो गर्दा हुन्छ घाम लागेको ठाउँमा आधी लुगा खोल्ने, आधी पेन्ट खोल्ने, फेरि चिसो हुने त्यो फेरि लागिहाल्ने। हाम्रो चाहिँ जाति खाना पाउँछ भनेर एउटा गफ हान्दैछ, पाएन भने त्यसलाई भरे ठोकिहाल्नु पर्छ। मैले पनि सुनेको र मैले पनि खाँदै गरेको चाहिँ फिकलमा चाहिँ खाना चाहिँ फेरि A1 पाइन्छ हो। यो पनि हो भन्ने मान्छे। त्यही भएर अब हामी ठ्याक्क पाल्टा कि अब हामी 5 मिनट जतिमा फिकल पुगिहाल्छौँ। फिकल पुगेर हामी खाना खान्छौँ होइन। टक्क खाना खाएपछि हामी खाना खाएपछि 20 मिनट जति आराम गर्छौँ। आराम गरेर हामी कहाँ लाग्छौँ भन्दाखेरि हामी हेड टु हाम्रो डेस्टिनेसन टुङ्गै छैन। हाम्रो डेस्टिनेसन हामीले डेस्टिनेसन चाहिँ हामीले अरू नै राखेको छौँ। त्यो डेस्टिनेसनको लागि हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हुन्छ थाहा छैन क्या। मम्मीहरूले चाहिँ बेलुका आउँछ भनेर पर्खेर बस्नु होला, तर हामी बेलुका त आइपुग्दैनौँ। अब हामी त टाढो रहेछ, आइपुग्दैनौँ। साह्रै टाढो हुन्छ बेलुका त। होस् भोलि मात्रै आउँछौँ भन्नुपर्छ। कस्तो मजाले हेऱ्यो केटीहरू नि त राम्रो देखेर हेऱ्यो नि हामीलाई। राम्रो मान्छेहरू देख्ने हुँदैन, यही हो क्या तनाव। तनाव यही हो नि, अब मधेसबाट आएको कतिका केटाहरू होइन। झ्याप्ले परेको छ फेरि केटाहरू सबै यस्तो हेर्दा पनि खतरा मोडल टाइपको केटाहरू छन् हो। फेरि यो एनएसमा बस्ने त अगाडि ड्राइभर पनि खतरा, पेसेन्जर पनि खतरा क्या। त्यही भएर अब हेर्छन् सबैले। जय माताजी, जय एमडी, यात्रा सफल रहोस्, जय एमडी। अलिक पछितिर अब फेरि अब हामी यसो भात खाने ठाउँमा गएर चाहिँ अर्को नेक्स्ट स्टप बनाउँदैछौँ। हेलो गाइस, हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा भित्रबाट खानासाना खाएर लाग्यो। दिनभरि
आँटेँ नयाँ चोक भन्छ नयाँ चोक भन्ने ठाउँमा सानो मिनी टिप्परलाई जितेर अगाडि बढ्दैछौँ अघिल्लो क्यामेरा बाइक चलाउनु नयाँ इन्फर्मेसनको लागि भन्दै यो चाहिँ मेरो स्थानीय ठाउँ हो मेरो जन्मस्थल Let's go right, let's pick up the dice. Let's pick up सो गाइज होइन हामी चाहिँ अहिले माइ खोलाको पुल आइपुग्यौँ केटाहरू माछा खाने अरे म चाहिँ अब भेज परेँ होइन माछा पनि खान ठ्याक्कै अर्डर गऱ्यो चरा म र ऊ त्यहाँ तल देख्न सक्नुहुन्छ माछाहरू पनि होइन भयो यार यस गाइस अब हाम्रो चियापट्टि चल्छ यहाँबाट हामी बिस्तारै उकालो लाग्छौँ राखे पुग्छौँ होला यी केटाहरूले गर्दा ढिलो भयो आज यो केटाहरू काम लाग्दैनन् यिनीहरू फोरीहरू साला हेलो हेलो यो फोरीहरूले गर्दा गाइज होइन अब हामी चाहिँ यहाँबाट निस्किन लागेको कस्तो राम्रो ठाउँ थियो छोडेर जानु मन त थिएन होइन परिहाल्छ होइन छोड्नु परिहाल्छ उकालोमा चाहिँ भयङ्कर उडाउँछ है यो लाउतीले जुडो परेको छ भन्दै एक प्लेट सबै सको यो माछा यस्ता खान हाम्रा केटाहरू हामी अब यहाँ बाइक खोलाबाट निस्किनु लाग्यो होइन म त्यसरी बाइक चढ्छु उकालो त तानहरूले उता पछाडि दुईटा राइडर छन् उहाँ राइडर केटो 4, 5, 6 छ 1, 2, 3 चाहिँ म हो है राइडर केटो 1, 2, 3 हियर 4, 5, 6 देयर यो चाहिँ विश्वको सबैभन्दा खामा नलाग्ने राइडर हो कि काम छैन यसको चाहिँ ल अब हेर गाइस त्यहाँ माइ खोलाको पुल आउँदैछ हेर्नु होला हामीले ढोक्नु पर्ने हुन्छ एकदम त्यो मजाको छ क्या त्यो पनि थाहा छैन हामी लाग्यो जय जय माइ खोला बाइक देखाऊ अलिअलि यो चाहिँ NS 200 हो होइन NS 200 हो यो चाहिँ थाहा हो अघि भनेको ए भनेको यो चाहिँ यसको आयो बाटो चाहिँ होइन यहाँ चाहिँ लास्ट खर्च बाटो छ है गाइजहरू यो माइ खोला यो फेरि NS चाहिँ ओह्रालोमा कुदाउने नसकिने बाइक रहेछ क्या अब कत्रो उकालो टर्नेको बाफ्रे अब उ त्यहाँनिर बाटो सानो छ एउटा ट्रक आयो भने त्यतिकै रोक्नु पर्छ क्या के भन्दै थियो ओह्रालोमा चाहिँ कुदाउनु लाग्छ यतिकै यो बाइक हामीलाई थामिँदैन त्यस्तै हेभी छ 2 जना हुँदा रहेछ बाफ्रे अलि ज्यानको मोटे मान्छे पछाडि राखेर कुदाउनु भन्छ तेल निस्किन्छ ब्रेक हान्दा हातै गलेर बिचक भइसक्यो तर उकालो नापेको छ है ढाँटेकै ठेल्दै ल्याएको है बाइक बाइक होला नयाँ बाइक हो त्यसो नभएर हामी अहिले फिलहाल रजिस्ट्रेसन यता डाइरेक्ट आयौँ काम धेरै भएर बाटो चाहिँ लास्टै खतमै रहेछ एकदम खतम बाटो के हो साइडलाइट बालेर हिँडिरहेछन् हामी यो सबैले बिचेर अगाडि बढ्नेवाला छौँ
अलिकति हामीलाई थोरै स्पेस चाहियो। मौसम एकदम सेक्सी भइरहेछ। उडेर हामी मौसम सेक्सी छ, यस्तो राम्रो छ। रमाइलो छ त्यो जिल्ला जाडोमा जिल्ला रमाइलो हुन्छ हिलाउन दामी ठाउँ हो एकदम, सबैजना घुम्न आउनु होला। हामी राँके जाँदैछौँ, राँके पुगेर तपाईँहरूलाई सम्झिने छु। हामी चाहिँ नेपाल टारबाट उकाल लाग्यो होइन। यी काइतेहरू यहाँ हिँड्दैनन्, अल्छी गर्छन् जतिखेरै। हामी चाहिँ उकाल लाग्यो अब यस्तै गाइस हामी होइन अब नेपाल टारबाट बिस्तारै चढ्छौँ। जाडो छ जाडो होइन, गाँड फाड जाडो छ। यसलाई जाडो जाडो फाड होला मेरो लागि उकालो लागेछ त्योहरू के भन्यो मेरो पछाडि होइन यहाँ त अब दामी दामी चियाबारीहरू छ, रमिताहरू पाइन्छ। चियाबारी यतिखेर चिया काट्ने बेला हो, रमिता त हेर्दै जानु होला। त्यही पनि हरियाली हुन्छ क्या, यसरी गाडी आउँछ बुद्ध बुद्ध डर लाग्छ। आलबारी हो यो चाहिँ, आलबारी। रम्काए त बिस्तारै कुदाउनु भन्दा त्यही हो, साँझी थियो। हामी माथि एकदम ठुलो बजार भयो, त्यही भएर बाइक जानु पर्नु नतातिर होला। तालको माछो तालमै रह्यो भ्यागुको पाखैमा। बाइक चलाएर गाडा लाग्दै थियो, यस्तो गाडा सुनेर पुरै बुढे अरूलाई बोली बच्चन कान्छीलाई काखैमा। अरे गाई जब यहाँ टर्निङ हुन्छ ला, रमाइलो छ क्या। ओहो वाउ नाली लाउतीको घटार बाई कुदेन। बिस्तारी भन्नु बिस्तारी भएर अहिले उठेर त्यो बुढिया उडेछ। त्यसो हुँदा यस्तै चल्छ गाडी। एक हप्ताहरू कुदाउन सक्दैनन्। देखायो अरे बाघकोट पढे आए पुगे गए गाइस भक्का गरे अन्त सही गेट रहेछ देखाइदिनु। सही गेट हाम्रो सही गेट हामी प्रकार चाहिँ किसिमका संवेदना प्रकट गर्न चाहन्छौँ। भित्री अन्तरात्मादेखि लेखेको भन्छ कि नै बाघकोट बजार पनि हामी अब बाघकोट बजार आइपुग्यो। यहाँ पहिला बाघको खरेखर हुन्थ्यो अरे क्या, त्यही भएर बाघकोट भनेको। त्यही त बाघको खरेख पानी होइन क्या, त्यो पाउने हो। हाल्नु पऱ्यो जनावर हो, कस्तो राम्रो भएको क्या। यस्तो राम्रो रमणीय हाम्रो दाइले कति मेहनत गरिदिन्छ। गुड जब दाइ, गुड जब। हामी राकेमा छौँ अहिले। बाइक मजाले आइपुग्यो, कहीँ केही भएन। अब यहाँबाट हामी फेरि त्यो पछाडि नै फर्किने भयो। हाम्रो यहाँभन्दा अगाडि काम परेन। यहाँ चाहिँ एकदम चिसो मौसम, लास्ट जाडो क्या। दुईवटा बाइकमा आएको, बाइकै पुरै चिसोले स्टार्टै हुन मानिरहेको छैन। हेलो सौगत भाइ, हाम्रो राजेश भाइ, ऊ त कपाल पालेको भोपे जट्टै म जस्तै छ।
अब हामी यहाँबाट निस्किन्छौँ। ल गाइज अब हामी चट्ट फिल्म बजारतिर छौँ। आर यु कमेडी मी? ए फेरि मात्रै राके बजारतिर गाई छैन, हामी चाहिँ अब यहाँ राके बजारबाट उता नजाने भयौँ र फर्किँदैछौँ। साह्रै जाडो रहेछ, हुस्से लागिरहेछ, टेम्परेचर एकदम कम्ती छ, फोनको चार्ज पनि सकिएर आँटेको छ। हामीसँग क्यामेरा पनि छैन, अब बाटो मात्र देखाउन भन्नु छ। अनि त्यही भएर चाहिँ अब बिस्तारै हामी यहाँबाट अगाडि बढ्यौँ। राके बजार यस्तै छ है गाइजहरू, हेर्नुहोस्। खाजा चाहिँ यहीँ खाइयो हो त्यहाँ। खाजा खान्थ्यौँ। अहिलेलाई चाहिँ हाललाई चाहिँ हाम्रो यात्रा भनेको इलाम बजारसम्म रहेछ। बाइक चिसोले स्टार्टै हुन मानिरहेको छैन, बन्द भएको भइसक्यो। गाडी अलिकति खुल्दै पनि छ बल्ल बल्ल पाहाड खुल्दैले। मौसम चाहिँ एकदमै तीव्र गतिमा जाडो बढ्दैछ चाहिँ। कुखुरा होइन क्या, जब ऊ त्यहाँनिर हामी ऐना हेर्छौँ एकचोटि, हामी ऊ त्यस्तो हालतमा छौँ। अनि यहाँबाट हामी अहिले निस्केको परे गाइज अब चाहिँ हामी बन्यामा छौँ। हामी चट्ट अहिले जाडो छ। बन्यामा इन्ट्री हानिँदैछ। वेलकम टु बोको रिसोर्ट। डोको रिसोर्ट पुरै छ। गाली भैया मेरा मुंह से निकल गई, मेरी जबान टूट गई यार। नवीन टोले अलिकति बोको रिसोर्ट पर्दैछ। होइन अब गल्ती भइहाल्छ नि, मान्छेबाटै हो क्या। One of the beautiful places is Nepal, है हाम्रो कन्याम। तर गाइस एनएस बबाल प्लान चाहिँ कि मैले नै माने हो। नाम त दामी नाम थियो, लङ ट्रमको लागि काम छैन। सिङ्गल युजर यतिकै 3 वर्षसम्म गर्नु पर्यो, एकदम सही बाइक। बड़ा पाउँछ दाइले भेटेको थिएन त्यही त हो हिजो भेट भएको क्या गाइस उसे चाहिँ दामी छ है जसले जति नै भने पनि उसे चाहिँ बबाल के भन्नु छ न यात्रालाई रमाइलो रातिको सम्झेर त आनन्द नि
बेलुका माथि उडाउँदै